हेलो गाइस, सेवारो नमस्कार भन्दै वेलकम ब्याक टु माई मिनी ब्लग। हेर्नुहोस्, आज चाहिँ म बिहानै उठेर मेरो ब्रेकफास्ट चाहिँ बनिँदैछ। मिठे फापरको पिठोको चाहिँ रोटी यसरी मजाले गोलेर चाहिँ यसरी छर्नुपर्छ कराईमा लगाएर या त तावामा लगाएर। अनि यसरी मजाले पाक्छ। पाकिसकेपछि चाहिँ यस्तो हुन्छ है साथीहरू, कस्तो मिठो हुन्छ। तपाईहरु पनि टेस्ट गर्नुहोस्। अनि म चाहिँ खान थाले। यसरी नै हेल्दी खानुहोस्, हेल्दी बस्नुहोस्, अनि अर्ग्यानिक पनि खानुहोस्। अनि इट्स गुड फर हेल्थ। अनि आफू हेल्दी छ भने हामी खुसी बस्न सक्छौं। आफ्नो सपनाहरू पनि बिस्तारै पूरा हुन्छ। तपाईले सुन्नु भएको होला हेल्थ इज वेल्थ भन्ने कुरा। त्यहाँदेखि खाइसकेर म चाहिँ रुमतिर रेडी हुन गएँ, किनकि म ड्युटी जानुपर्छ। अन्त अलिअलि दाल गरेर अब म चाहिँ रेडी हुँदैछु। आजको मेरो गेटअप हेर्नुहोस्, मलाई कस्तो देखिरहेको छ कमेन्ट डाउन। अनि म स्कुल गएँ, त्यहाँदेखि चाहिँ सेम डे, तर यो चाहिँ इभिनिङ टाइम हो। म स्कुल गएर आइसकेँ। अब हामी चाहिँ दिपा मिसलाई हेर्न जान आँटेको, किनकि उहाँ चाहिँ हस्पिटलाइज हुनुभएको थियो। अहिले डिस्चार्ज भएर घर आइसक्नु भएको छ। अब हामी चाहिँ लागेको दिपा मिसकोतिर जाँदै थियौँ। यहाँनिर हाम्रो म्यामहरू पनि अघि जानु भएको थियो। उहाँहरू चाहिँ फर्किनु हुँदैछ दिपा मिसलाई भेटेर। अनि एकछिन गफ गऱ्यौँ, त्यहाँ बाई बाई भनेर छुट्टिहाल्यौँ। त्यहाँदेखि हामी पनि सरासर आफ्नो बाटो खेदाएर जाँदैछौँ। अनि यसरी नै हाँस्दै मजाले गफ गर्दै जाँदैछौँ, उता यता हिँड्दै हो। त्यहाँदेखि यसरी हामी चाहिँ बाई वक गयौँ। त्यहाँदेखि हामी पुगिसक्यौँ है यतिखेर दिपा मिसकोमा। दिपा मिससँग एकछिन गफ गर्दै दिपा मिसलाई पनि हँसाइराख्यौँ, किनकि उहाँ बिमारी हुनुहुन्छ होइन। मान्छेलाई हाँस्नु भनेपछि चाहिँ हेल्थको लागि एकदम राम्रो हो। अनि गफ गर्नु हुँदै थियो उहाँहरू चाहिँ। म चाहिँ एकछिन बाहिर निस्केर हेरेको त यस्तो दामी अर्किड फुलिरहेको रहेछ। यो अर्किड चाहिँ साह्रै मन पर्यो मलाई। अनि भिडियो गर्नु मन पर्यो, त्यही भएर तपाईहरुलाई पनि देखाइदिएको। हेर्नुहोस् अर्किड कस्तो दामी छ। अनि त्यहाँदेखि चाहिँ फुलहरू पनि धेरै फुलाउनु भएको रहेछ। दामी दामी फुलहरू रहेछ। एक दुईवटा मात्रै देखाइदिएको तपाईहरुलाई। अनि त्यहाँदेखि चाहिँ अब हामी चाहिँ यतिखेर छुट्टिने बेला भइसकेको छ। अन्त दिपा मिसलाई राम्रो तपाईको हेल्थलाई केयर गर्नुहोस्, राम्रोसँगले जाती भएर आउनुहोस् ल, विल मिट सुन भनेर टेक केयर भनेर बाई बाई भनिराख्यौँ। त्यहाँदेखि हामी चाहिँ दिपा मिसकोबाट फर्क्यौँ। थ्याङ्क यू फर वाचिङ गाइस, बाई बाई।